सुन्दै भगवानको दर्शन गर्न भनेर म फेरि मन्दिरमा आएँ। उहाँले यो भनिसकेपछि मलाई लाग्यो वास्तवमा हामीले हेर्नुपर्ने चिज भनेको आफैभित्र सँगसँगै हेर्नुपर्ने रहेछ। आफ्नै आत्मालाई कसरी पहिचान गर्ने, आफू के हो, कसरी चलेको छु, के छ भन्ने कुराका बारेमा अध्ययन गर्दै अगाडि बढ्यो भने जीवनमा एउटा शान्ति प्राप्त हुने हुन्छ मान्छेलाई। र मान्छेले खोजेको अन्तिममा भनेको पनि सन्तुष्टि नै हो, शान्ति नै हो। जतिसुकै धन कमाओस्, जतिसुकै पदमा पुगोस्, जतिसुकै सम्पत्ति आर्जन गरोस्, जे प्राप्त गरे पनि सम्पत्तिले पनि सुख दिँदैन, शान्ति दिँदैन, पदले पनि सुख शान्ति दिँदैन, र खै अन्य कुनै विषयवस्तुहरूले रमाइलो अवस्थाले पनि दिँदैन भने खास शान्ति दिने चिज के हो त? त्यसैले यो आध्यात्मिक अध्ययनका बिना यो हामी केही पनि प्राप्त गर्न सक्दैनौँ। यी सबैका विषयमा विशेष गरी आज हामीले केही न केही हामीले बुझ्न सक्ने किसिमको गुरुले बुझाइदिनु हुनेछ भन्ने विश्वास साथ छ। र आजको यस करापुटा धाममा गुरुको जुन पदार्पण भएको छ, यस पवित्र भएको छ, यसलाई पुनः त्यो चाहिँ आजको यस कार्यक्रम शुभकामना दिँदै आफ्नो यति आउँछु। हस्त धन्यवाद। जय श्री राम, जय